टेरामक्स खरिद प्रकरणमा अनुसन्धानको 7 वर्षपछि पूर्व संचार मन्त्री मोहन बस्नेत सहित 16 व्यक्ति र 2 संस्था विरुद्ध मुद्दा दायर। 3 अर्ब 21 करोड भन्दा बढी बिगो दाबी। आर्थिक अनुशासन उल्लङ्घनमा अर्थ मन्त्रालय नै अग्रपंक्तिमा। कानून विपरीत 11 अर्ब 75 करोड रकमान्तर राजस्व छुटको अभिलेख समेत छैन। अस्थिरता निम्त्याउनेहरूलाई चिने पनि झन ठूलो विपद निम्तने डरले भन्न नसकिएको प्रधानमन्त्री ओलीको भनाई। अस्थिरताकै कारण 5 वर्षसम्म कुनै सरकार नटिकेको दाबी। मध्यपूर्व भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प यूएईमा एआई चिप्स सम्बन्धी सम्झौताको तयारी। कतारसँग 12 खर्ब डलर बराबरको सम्झौता भएको व्हाइट हाउसको दाबी। र महिला टी20 विश्वकप एसिया क्षेत्र छनौटमा नेपालको दोस्रो जित। बहराइन 6 विकेटले पराजित। नेपालको सुपर 3 मा पुग्ने झिनो आशा कायमै।